Okay. Wow. Sido भयो अब चाहिँ. Here we go. आज चाहिँ अब हामीसँग we got 10R leading by Akash Dai है. Duke 200, R7, Ninja 400, Rally 250, Ninja 25R and GB 350S. Sano group, daring group छ. Damn it's gonna be fun. Yep. Get the I know who says that. A few moments later. Wow, Kyoyo Saga Sunrise Park. Baafre, bubble छ त हो. बाफरे आमा सही छ यो जाने हुन्छ आमा यो हो नि त एउटा जेन्टल म्यान ग्रुप भनेको यार सदा हिँडिरहेको छ. Wow, CBR 150, V-Strom. We got 1200 maybe or 1100. Wow, maybe Kawasaki Honda रहेछ ल. फेरि राम्रो बाटो छोडेर भित्री बाटो गइरहेको छौँ हामी. यस्तो कन्ट्री साइड कुदाउनु चाहिँ मजा लाग्छ क्या मलाई चाहिँ फेरि किन ट्विस्ट एन्ड टर्न होइन, स्मल वेज होइन, नो ग्रिन लाइट्स यस्तो दामी लाग्छ. तर त्यो चाहिँ हुनुपर्छ क्या. पुल कस्तो यताको पानी पुरै कालो छ होइन, यताको पुरै निलो क्या. वाटर भ्यू ल. यो त पुरै के हो अनि रामले होइन लङ्का जाँदा बनाएको बाटो जस्तै छ त यार. छेउछेउमा ढुङ्गा हालिओरि आमा कसम भने यार के हो क्या यो. ओ आवा यो माथि उकालोमा चढेर हेर्न पायो भने हुने. त्यही भयो क्या. एकचोटि त्यस्तो हेर्नु मन लागिरहेको थियो मलाई. माथि हेर्नु मन लागिरहेको क्या मलाई त. वाउ यार कस्तो लास्ट बबाल यार. यताको पानी नै उयो छ, यताको पानी नै आमा कस्तो दामी देखेको. वाउ सबैलाई नमस्कार. तिम्रो नमस्कार. मा कसम कस्तो लाग्यो दाजु? अनि ल we just ended up यस्तो बबाल ठाउँमा. वो आउन तल ब्रो, तल आउन. सबैजना सब लास्ट खुसी भइरहेछ होइन लोकेसनबाट चाहिँ. नागासाकी. वाउ के हो भाइ आज त भाइले आज के हो सोमु जुम्बी गरेर आएको थियो कि हजुर. जोगिएर लास्ट गर्यो भाइले. के भन्ने है, गाह्रो पो छ त अवस्था.
के भन्ने भाइदल 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 सक्छ त फेरि सक्दैन नि फेरि फोटो एन्ड भिडियोग्राफ होइन अमेजिङ प्लेस होइन यस्तो बवाल ठाउँ छ दुईतिर समुद्र छ होइन बिचमा बाटो बनाएको छ आई डोन्ट नो हाउ दे मेक इट है होइन अब त्यसपछि झन् दिनहरू बवाल बवाल हुँदै आउँछ होइन आई जस्ट चेन्ज इन्टु निन्जा एकछिनको लागि यस्तो बवाल छ साउन्ड खाएर बरु बाइक चलाउनु ठिक हुन्छ हुन्छ भाइ उन्जेन नेसनल पार्क बा सिन्स 1934 ल एउटा फोटो हालिदिउँ ल सट्ट सबैजना यसपछि चाहिँ नि हामी चाहिँ ठ्याक्क ल यहाँ आइपुग्यौँ होइन यो सायद सल्फ्रिक फस्फेट गनाएको होला है यस्तो मिठो बास्ना आइरहेछ मलाई चाहिँ लास्ट मिठो लाग्छ यो त ओइतामा नि त्यस्तै के ओइता यस्तो निस्किने के त्यो बाहिरको रोडहरुबाट ग्यास म्याग्मा च्याम्बर कडा हो के यसको मेन ग्यास चाहिँ यही हो के यही च्याम्बर यो यसको जुप्पा हो के तलको तल चाहिँ हैन नसो हो के यो पुरै नसको जुप्पा के बेलुन फुकेर उडाउने भनेपछि यहाँनिर घुम्ने ठाउँहरू कतिवटा रहेछ भन्दाखेरि रहेछ गेन्जाई हामी कहाँनिर छौँ भन्दाखेरि ठ्याक्कै भाइ हेर भाइ यहाँनिर छौँ हामी होइन भनेपछि कुन चाहिँ खतरा छ त 1 को त यहीँ होला त्यो अघिको 2 नम्बर कहाँनिर 2 नम्बरको पार्किङ अनि ओके लेट्स गो जाम दमदम रमाइलो भइदा एकदम अन्डा ओके ब्रो कस्तो भइदा बाटो त ओपी है ब्रोसँग दुईचोटि हिँड्यो यार तर लामो पहिलाको बाटो नि दामी थियो ब्रो त्यो त उसको हामी गएको ब्रो त्यो पनि यस्तो थियो लास्ट बस्ने गरी चाहिँ जानुपर्ने क्या त्यही भएर अझ बवाल स्पोर्टमा पुग्छ होला के चाहिँ दाइ यो एरिया के नेसनल पार्क हो अनि अहिलेको बाटोमा त त्यहाँ कस्तो त्यो मौसममा त कस्तो भरे पानी रुखतिर आइरहेको कस्तो हाँडेको यस्तै छ क्या त्यो रुखहरू हुन्छ नि बिचको बाटो साइडमा सुइलो रुखहरू क्या त्यो फिल्म सुटिङ गर्दै पहिला सुक गएन त सागाबाट फर्किँदाखेरि त दुईमा आएको के आगो हान्दै आएको हिजो कति जानु हुन्छ हिजो सागा जानुभएको थियो मान्छे भेट्नु छ ल या कस्तो दामी क्या राइट होइन लेफ्ट यस्तो बवाल छ यार भाइ दाइ तातो होला नि दाइ फेरि कस्तो यो सिरियस कुरा हो हाम्रो ढुङ्गा चाट्ने भन्दिनँ नि फेरि तातो होला नि भन्दिनँ सिरियस कुरा हो नि होइन हजुर तल त्यो उयो धुवाको लागि क्या भाइ यस्तो खतरा हो यार हाई गर सबजना यहाँ अन्डा पाउँछ होला अन्डा पुरै उ त्यसमा फेरि हामी तातो अन्डा खाँदैछ पानी पनि चाहिने हो अन्डा चाहिँ यहाँनिर पकाउँदो रहेछ ठिक्क अनि साँझिउको हुने भन्छ अन्डा त साँझिउको नुन हालिराख्नु पर्दैन होला है
नुन त किरेटै मागौँ किरेट मागिरहेको रक साल्ट भन्छ नि यही त हो त आमा के वा ल हान्दिम ल नवीन सर is going fantastic. Good question. You are a good question. हामी ल यो स्पोर्टमा ल ल एउटा गीत अनि सबैजना आएको म त मायालाई भेट्नलाई है एउटा बनाएर ठिक ब्रो वेलकम टु द ग्रुप स्टेप पनि सिकाउने होला नि त हुक स्टेप दाइले कपाल मिलाउन थालिसक्नु हो एट दाइले स्टेप दिन्छ ल थिङ्स आर गेटिङ एउटा स्टेप सिरियस हो क्या कपाल त पहिला त्यो उसले A few moments later. भाइ सिरियस हो न सिरियस हो विषय पनि पिदिउला भाइ चाहिँ विषय पनि पिदिउला जाले हैन भाइ जाले रुमाल हो जाले रुमाल पैना सरी पिदिउ यति गर्दै हो पैना सरी पिदिउ ल है कोरियोग्राफर भयो हैन ठ्याक्क टिभीले सजिलो बोलाको ल टाउको सानो हुन्छ र तपाईँ टाइगर हुनु टाउको सानो छ यो दामी यार यो अलिक बेसी नै यहाँ गुरु काहीँमा नि यस्तो पुरै गाउँमा आज जस्तो छ गाउँमा यो धुवा चाहिँ के को यो धुवालाई के भन्छ अरे खेमुरी के को खेमुरी यो सल्फेटको सल्फेट ग्यास यति नै हो यसको होइन यहाँ वी आर डन विथ दिस प्लेस अनि नयाँ ठाउँ जान्छौँ हामी हाम्रो मेन डेस्टिनेसन अलि तल छ त्यो जानुभन्दा अगाडि एउटा अब्जर्भेसन स्पट मैले आकाश दाले पठाइदिएको छु एकचोटि त्यहाँसम्म जाउँ देन वी विल गो टु द ड्र्यागन टेल कुन ठाउँ हो दाइ यो कति राम्रो हो मान्छेलाई लोकेसन गरेर जाऊ Probably we're gonna see अब दुईटै ठाउँ एकैचोटि होइन ड्र्यागन टेल भन्ने बाटो नि अब यहीँ तल आउँछ होला एन्ड यस वी आर डन विथ दिस हुन्छ स्पट है बबाल थियो अति दामी लाग्यो मलाई चाहिँ पैतामा पनि देखेकै हो देख्नु चाहिँ नट न्यू थिङ बट यहाँको चाहिँ अझै दामीवाला क्या है त्यस्तो द्याट्स हाउ आई फिल 12-13 मिनटको एउटा दामी स्पोट रहेछ रोपवे पनि छ अरे माथि बट टुडे वी विल नट बी युजिङ रोपवे है हामी चाहिँ त्यहाँको त्यो अब्जर्भेसन डेकसम्म मात्रै जान्छौँ सो लेट्स सी वाट इट ह्याज टु अफर हामी लेट्स गो सर है हामी जाँदै गरेको ठाउँ ओ माई गड यो ठाउँ अरे हुँदा त कस्तो दामी देख्छ होला मेबी गल्फ खेल्ने ठाउँ जस्तो लाग्यो यो चाहिँ So this is the top. So this is not